हेलो साथीहरु सम्पूर्णमा नमस्कार। म सन्चै छु। आई होप हजुरहरु पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी अकल्यान्डमा रहेको जूमा चाहिँ के एनिमल्सहरु छ, कस्तो के छ भनेर हामी हेर्न जाँदै छौं। यो चाहिँ अहिले हामी अन द वे बाटोमै छौं। त्यहाँ पुगेपछि के हुन्छ हजुरहरुलाई त्यो मोमेन्ट पनि म हजुरहरुलाई देखाउने छु। अहिले हामी जूको चाहिँ पार्किङमा आइसक्यो। यो बाहिरको चाहिँ भ्यू हो। बाट चाहिँ इन्ट्री छ भित्रपट्टि अकल्यान्ड जू भनेर यही पनि देख्न सक्नुहुन्छ। अब यहाँबाट भित्र जाउँ, के कस्तो छ क्लिपहरु म बनाउँदै जानेछु। भित्र पस्नुभन्दा बाहिरको चाहिँ त्यो मेन गेट त्यो अगाडिको जस्तो छ, ठिकै छ। यहाँ गाडी पार्किङहरु भित्र नै रहेछ, तर अहिले केही मेन्टेनेन्स गर्दै भएर हो कि अहिले चाहिँ भित्र ल्याउन दिएको रहन्छ। यो पार्किङ एरिया नै रहेछ यहाँ भित्र। यो चाहिँ यहाँको मेन इन्ट्रेन्स भित्र पस्नको लागि। यहाँ चाहिँ अगाडि टिकट पनि लिनुपर्ने रहेछ। यहाँ अरूहरु पनि लाइनमा बस्दै हुनुहुन्छ। म छिर्नुभन्दा बाहिरको इन्भाइरोमेन्ट हो। टिकट लिँदैछन् भित्र जानको लागि। भित्र आएपछि चाहिँ सबैभन्दा पहिला चाहिँ अस्ट्रिक अनि जिराफ त्यो देख्यौं। यहाँ चाहिँ हिँड्ने चाहिँ यस्तो रहेछ ट्र्याकहरु चाहिँ हो। आज चाहिँ घाम मजाको लागिरहेछ। यहाँ भित्र चाहिँ झरनाको भ्यूहरु पनि छ। लाइन बसेर खाँदैछ। हाम्रोतिर एक सिङ्गे गैंडा हुन्छ। यहाँ चाहिँ दुई सिङ्गे गैंडाहरु छ। यहाँ फाइट चल्दैछ। क्रिम पनि रहेछ। यहाँनिरको आइस स्प्रिङको रेड लिस्टहरु चाहिँ यसरी लगाएको छ। क्याफे भन्ने अर्डर चाहिँ यताबाट गर्ने रहेछ। लाइनमा बस्नु पर्यो। यहाँ चाहिँ एकदमै सिस्टममा हुन्छ हरेक कुराहरु। आजको मौसम चाहिँ एकदम गर्मी पनि छ यहाँको हिसाबले। सबैजना यहाँ बसेर आइसक्रिम खाँदै बच्चाहरुलाई चाहिँ पानी झर्नाहरुसँग आइसक्रिम पनि फाइनल्ली आइपुग्यो। ल हामी आइसक्रिम पनि खाँदै छौं। हामी आइसक्रिम खाएर एकछिन मजा लिँदै गर्छौं। नेचुरल कुराहरुमा खेलाउनको लागि चाहिँ यहाँबाट चाहिँ ढुङ्गाबाट पानी निकालेर यो चाहिँ पुरै पानी आयो भने पनि चाहिँ माथिपट्टि पुरै टिन लगाएर घामहरु पानीहरु पर्यो भने पनि भिजिटरहरुलाई कुनै इफेक्ट नहोस्। यता गएपछि चाहिँ टी बाउ नुई गइन्छ यता गएपछि हामी साउथ ईस्ट न्युजिल्यान्डकै अब जनावरहरु के हो। यहाँ चाहिँ पार्टिसनहरु गरेर राखेको छ, जस्तो एसियन, अफ्रिकन हैन। अब त्यसैगरी यो न्युजिल्यान्डको चाहिँ आफ्नो ठाउँको अलग अलग वाइल्ड एनिमलहरु हुन्छ नि, त्यही हिसाबले यहाँ पार्टिसन गरेर राखेको छ। अहिले चाहिँ हामी यो न्युजिल्यान्डको चाहिँ एनिमलहरु के रहेछ भनेर यतातिर हेर्न आइराछौं। यो चाहिँ हाम्रो नेपालको जस्तो मिल्दोजुल्दो मैले लालटिनी चाहिँ यहाँ आएर देखेँ। यो चाहिँ जूम
पानीको चाहिँ यहाँ पनि कुनै कमी छैन। त्यहाँ चाहिँ चराहरू नै होला सायद, त्यो नेटभित्र नै राखेको छ। यहाँको बारेमा पनि सबै कुराहरू यहीँ लेखेको छ। यहाँ चाहिँ बिचबिचमा हटहरू छ, यो कताबाट जाने के गर्ने यो सबै यहाँ शान्त रमाइलो छ। शीतल छ, शान्त छ, रमाइलो छ, नेचुरल यहाँको सुन्दरतासँग चाहिँ रमाउन, टाइम स्पेन्ड गर्न पाइएछ। यहाँको मान्छेहरू चाहिँ एकदमै नेचुरल कुराहरूमा धेरै रमाउँछन्। यहाँ चाहिँ पुरै अब यसरी जाली लगाएर अब ओपन छोडिदिने। यो चाहिँ नेचुरल कुराहरू बताउन खोजिरहेको छ कि, जस्तो घरबाट चाहिँ कपडाहरू सुकाउने, good songs, one's it? यो चाहिँ हामीले दुईटा एरिया चाहिँ भ्याएर आयो। अब यहाँ पनि पार्टिसन गरेर 5वटा एरिया रहेछ। अब हामी तेस्रो एरियामा जाँदैछौँ। यो चाहिँ सबै त्यो अब हाम्रो भाषा भन्दा चिम्पान्जी हिँड्नको लागि यो माथि पुरै यसरी बनाइदिएछ। Yeah. They like picking berries from a tree. यो चाहिँ यिनीहरूलाई हिँड्नको लागि बनाइदिएको बाटो कि।
哎，好，现在我来背对着。 एरिया धेरै ठुलो छ भिडियो बनाउँदा बनाउँदै धेरै लामो होला जस्तो छ The one down underneath you, Ted. यहाँ बच्चाहरूको लागि यहाँ जहाँ घुम्न गए पनि बच्चाहरूको लागि स्पेशल खेल्ने कुरा र अनि टोयलेटको लागि चाहिँ एकदम सुविधा छ अब धेरै ठाउँमा त अब टोयलेटको सुविधा हुँदैन कति गाह्रो हुन्छ घुम्न जाँदाखेरि अब यहाँ ठ्याक्क यसरी बस्ने गफसफ गर्ने Sunbathing season is over. साथीहरु आज हाम्रो घुमाइ चाहिँ लगभग खत्तम भयो अब हामी एक्जिट हुँदैछौँ हजुरहरुलाई के कस्तो लाग्यो आजको भिडियो त्यो प्रतिक्रिया दिन नबिर्सिनु होला लाइक कमेन्ट शेयर र जसले सब्स्क्राइब गर्नु भएको छैन होला उहाँहरूले पनि सब्स्क्राइब गर्नु होला भन्दै आजलाई बिदा हुन चाहे धन्यवाद।